नमस्ते सबैलाई, म रत्न। आज चाहिँ म यो युएसएबाट ह्यान्ड्सअप होप भाइले पठाइदिनु भएको सामान खोलेर हेर्दैछु र उहाँलाई धेरै धेरै धन्यवाद यो पार्सल सामान पठाइदिनु भएकोमा। अब यसको भित्र के छ म खोल्दैछु, हजुरहरूले देखाउने छु। यो चाहिँ खास मैले खोलेर हेर्दाखेरि चाहिँ आर्टिफिसियल 3D ह्यान्ड वाला सायद यो मलाई त्यही लाग्यो। त्यो रहेछ यसको भित्र अब क्याटलगहरू छ हैन। यो चाहिँ उहाँहरुको यो अर्गनाइजेसनले बाँडेको फोटोहरु होला। यो लाउने कसरी भने म सोध्दै छु। हेलो हजुर दाइ हुनुहुन्छ? कतिको फ्री हुनुहुन्छ? फ्री नै छ। एकदिन पठाइदिनु न मास्ति। हस् धन्यवाद। दाइ आउन टाइम लाग्यो, एकछिन कुरौँ। ब्रेक कसको? यो चाहिँ कहाँ लाउनु? सो गाइस अहिले चाहिँ हाम्रो तनहुको दाइ आउनु बोलाएको छु मैले तलबाट। ताकि यो कहाँ लाउनु रहेछ? यो क्याटलग त छ तर यो देब्रे पनि हो यो देब्रे ल यो लाएर हेर्नु त दाइ मास्तिको पहिला फुल टाइट तन्काएर हो अहिले के लाउनु पर्ने होला? पर्दैन यतिकै। तर मासु पाके तपाईँ? पाक्दैछ। आज के स्पेसल छ? छैन शनिबार? होइन कहिले केटीहरू नि तपाईँको इन्टरभ्यू के भयो? गएन। अलि मास्ति ए भोलि हो? जानै पर्यो है कि नगए हुन्न र? नगए के गर्ने नेपाल है गाह्रो छ। भयो अझै लामो भयो क्या पुग्छ त्यहाँ? यो अलि यतिको यो त कसरी खुल्ने त? यो 4वटा रहेछ नि त। 3टा हो? 4वटा है 1 2 3 4 आउट कस्तो बढी हो? अलि यता बढाने होला। यो अलि यता बढाने पुरै त्यो कता लाने? यो यता मुनि हैन? ठिकै छ यो हैन? र एकदम धेरै धेरै धन्यवाद छ हाम्रो ह्यान्ड्सअप हो ब्रदरलाई। 9 तोकको सलामी छ र मैले उहाँ दाइले बोलाएर लाएर एकछिन प्र्याक्टिस पनि गरेँ। बिस्तारै सिक्दै जानेछौँ र हजुरको समय शुभ रहोस् र सुस्वास्थ्य दीर्घायु कामना गर्छु सबैजनालाई। बाई बाई, थ्याङ्क यू सो मच।